चक्क यस्तै हुन्छ है दिनभरि म बिहानदेखि बेलुकासम्म खेलाडीहरू 3 गेम हार्यो होइन 3 गेम ढङ्गडीको चुरोट काञ्चनपुरको सलाई ए बुढो गर न मलाई यता छ बुढो फेरि नाइटन नमस्ते होइन सबैजनालाई मेरो आजको ब्लगमा पहिला चाहिँ त्यहाँ थियो होइन भलिबल ग्राउन्ड अहिले चाहिँ भलिबल ग्राउन्ड उता सरेछ होइन अझै आजको ब्लगमा चाहिँ त्यही भलिबल लास्टमा लाग्यो पहिलाको ग्राउन्ड चाहिँ त्यहाँ कुन्नमा थियो अहिले चाहिँ उता नदीले सरेछ होइन केटाहरूको लागि भिडियो भलिबल खेल्ने केटाहरूको लागि यहाँ चाहिँ पुरै पहिला लुगा पसल थियो अहिले चाहिँ यो पार्क बनाएछ यस्तै छ गाइस लस्सी मल है गाइस यो लस्सी मलबाट यसो तल आउनुपर्छ होइन यसले चाहिँ उतातिर चाहिँ बनाएन गाडी भन्नेहरूले गाली गरे होइन भनौँ न लस्सी मलबाट 1 2 3 4 चारवटा पसलको बाडा भित्र फाइनली गाउँमा होइन साथ मेरो केटाहरू कतानिर हो केटीहरू चाहिँ अनारी ए सँगोर गरी ल आन्टीको व्यापार चल्दैछ हाडे खला दादा केटाहरू खेलै खेलेन सदर चाहिँ यो तिमीलाई ल माना धन्दा तोक्लामा आएको पुल्लीमा टाइममा भिडियो सिङ गरेर म पुल्ला सिङ बहादुर हो क्या ग्राउन्ड है मासु ग्राउन्ड आइपुग्यो तल्ल तल्ल फेरि दिनको यत्तिकै मान्छे मान्छ नमाख्ला भिडियो सिङ गरेर एउटा चक्क यस्तै हुन्छ है दिनभरि म बिहानदेखि बेलुकासम्म 4वटा ग्राउन्ड छ 1 2 त्यहाँ कुन्नमा बबाल यहाँ बबाल 4वटा है हाम्रो केटाहरूको म्याच यताको हाम्रो है त्यता पनि छ नि फेरि हाम्रो केटाहरू घोप्टेले उठायो निस्कियो राति खेलाडीहरू 3 गेम हार्यो होइन 3 गेम राति यस्तो छ माहौल पुरै होइन चाहिँ हाम्रो पुरै जेएनजी आन्दोलन हुने बेला चाहिँ यो भवनहरू चाहिँ सब चलाइदियो अरे होइन त्यही सरकारी भवन हो यताको अनि त्यही भएर यहाँ चाहिँ पुरै नेपाल प्रहरी बस्न आएको छ त्यतिखेर चाहिँ पहिला चाहिँ यहाँ बस्थेन नेपाल प्रहरी अहिले नयाँ कटेज बनेछ यसै गाइस
आजपुकुरीमा हल्का चेन्ज भएको छ यहाँ घोप्टे है हाम्रो फेरि गाउँको हिरो यहाँ नै बिहान यहाँ चाहिँ पुलिसै पुलिस यतै भनेको थियो मुजी हाम्रो एकजना चाहिँ यहाँ साथी हरायो यार खोज्दै खाना हाल्छ क्या किन यसो त हाने एक्लै एक्लै गए जस्तो छ मुजी शान्ता सपिङ सेन्टर यता सिङ्गल मनिस मुला चाहिँ मुजी भागेर आएछ माछी होस् छैन मुजीको नेपाली ब्लग सिक्दै चटपटे खानुपर्ने रे फेरि तपाईँको भिजे तपाईँ लामो यस्तै छ होटेल प्रेसिडेन्ट मेरो बाउको भन्न नमिल्ने 50 रुपियाँ छ होइन खल्तीमा मैले देखाइहिँड्छ अझमा ल हाम्रो आजको ब्लग यतिमै समाप्त गर्न चाहन्छु कहाँ गर्ने खोप्टे ल तालु होला बिर्सिनु न हाम्रो विराज तामाङजीले स्नोकर हानेर छ अहिले गोल हान्छ है गोल गाइडन हाम्रो आजको लास्टको होइन अहिले बल खेल्यो अहिले चाहिँ स्नोकर खेल्दै ओ हाने सुन्ने खोप्टे 12 आज ढङ्गडीको चुरोट काञ्चनपुरको सलाई ए बुढो गर न मलाई यता छ बुढो फेरि बुढो यता छ ए बुढी चाले बुढो रहेछन् थिए बुढी दाजु नि सहयोगी होइन तालुलाई चेताउँदै रमाइलो हुन्छ केटाहरूसँग चेता मुजी नि बच्चै छ है केटाहरू हाम्रो बच्चा जसरी होइन बच्चै छ